Welcome to Heavenly Voice, where we share powerful Christian insights to uplift your spirit. जय मसीकी अनि सबैलाई सेवारु आशा छ तपाईहरु सबै आराममै हुनुहुन्छ। आजको भिडियो सुरु गर्नुभन्दा अगाडि म एउटा सानो कुरा सच्याउन चाहन्छु। हिजोको भिडियोमा मत्ती लिखित सुसमाचारको 5 को 3 को बारेमा कुरा गर्दै मैले आवश्यकता भन्नुपर्ने ठाउँमा झुक्केर अशक्ति भनी पठाएछु। यो सानो गल्ती अल्याइदिनु भएकोमा मेरो आदरणीय दाजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँकै कारणले मैले यो सुधार्ने मौका पाएँ। गल्तीको लागि क्षमा चाहन्छु र परमेश्वरलाई महिमा होस्। आजको हाम्रो विषय छ येशू जस्तो जिउने, सादा जीवन र ठूला सम्भावनाहरूको साथ। लुका लिखित सुसमाचारको 12 को 25 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, होशियार रहो, सबै किसिमको लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन। आजको यो स्वार्थी र लोभी संसारमा येशू चाहनुहुन्छ कि हामी उहाँको बाटोमा हिँड्नु, एकदम सिम्पल र ठूलो सोचको साथ। येशूले आफै पनि एकदम सादा जीवन बिताउनु भयो र हामीलाई पनि त्यही सिकाउनु भयो। एउटा कुरा विचार गर्नुहोस् त, हामीसँग जति धेरै सरसामान हुन्छ त्यसलाई सफा गर्ने, सुरक्षा गर्ने, मरम्मत गर्ने, इन्सुरेन्स गर्ने चिन्ता पनि त्यति नै धेरै हुन्छ। धेरै सरसामान भएपछि त्यसले हाम्रो जीवन चलाउन थाल्छ। के तपाईलाई थाहा छ, कहिलेकाहीँ हामी सामानको मालिक होइन, सामान चाहिँ हाम्रो मालिक भइदिन्छ। मानव तपाईसँग कुनै एउटा यस्तो चिज छ जुन परमेश्वरले कसैलाई दिनु भन्नुभयो, तर तपाईले त्यो छोड्न गाह्रो भयो भने बुझ्नुस् त्यो सामानले तपाईलाई कब्जा गरिसक्यो। यही सत्य हो। जब कुनै धनी मान्छे मर्छ, मान्छेहरू सोध्छन् उसले कति सम्पत्ति छोडेर गयो होला। म भन्छु सबै छोडेर गयो, साथमा केही पनि लगेन। त्यसले सँगै लान नसकिने कुराको पछि मात्र किन लाग्ने? धेरै जसो मानिसहरू आफ्नो समय, ऊर्जा र खुबी केवल सामान थुपार्नु खर्च गर्छन्। हैसियत भन्दा ठुलो घर र महँगो गाडी किन्छन् अनि त्यसको ऋण तिर्न मरि मिटेर काम गर्छन्। बाइबलले भन्छ, कहिले पनि सामानको लागि आफ्नो समय बलिदान नगर्नुहोस्। पैसा त फेरि कमाउन सकिएला, तर समय कहिले फर्केर आउँदैन। येशूले सादा जीवन त बिताउनु भयो, तर उहाँले सम्भावनाहरूमा पनि विश्वास गर्नुभयो। मत्ती लिखित सुसमाचारको 19 को 26 मा येशूले भन्नुहुन्छ, येशूले तिनीहरूमाथि दृष्टि लगाए भन्नुभयो, मानिसहरूको लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ। अनि मर्कुस लिखित सुसमाचारको 9 अध्यायको 23 मा भनिएको छ, येशूले तिनलाई भन्नुभयो, तपाईले सक्नुहुन्छ भनी के भनेको? विश्वास गर्नेको लागि त्यो सबै कुरा सम्भव छ। यसको अर्थ हो, जब हामी परमेश्वरमा विश्वास गर्छौँ, हाम्रो अगाडि अवसरको ढोकाहरू खुल्छन्। मलाई त लाग्छ येशूको चेलाहरू संसारको सबैभन्दा रचनात्मक मान्छेहरू हुनुपर्छ, किनकि हामी यस्तो परमेश्वरलाई मान्छौँ जसले सबै कुरा सम्भव छ भन्नुहुन्छ। तपाईलाई अचम्म लाग्न सक्छ, हाम्रो जीवनको सबैभन्दा ठुलो बाधा असफलता होइन, बरु अविश्वास हो। हामीलाई बनाउने र माया गर्ने परमेश्वरमाथि शङ्का गर्नु नै हाम्रो हार हो। जब हामी अविश्वास गर्छौँ, हाम्रो जीवन खुम्चिन्छ, तर जस्तो सुकै कठिन समयमा पनि परमेश्वरलाई भरोसा गर्दा उहाँले हाम्रो परिवार र काममा काम गर्नुभएको हामी देख्न सक्छौँ। त्यसले साथीहरू, येशू जस्तै सादा जीवन बिताएर ठूलो सम्भावनाहरूमा विश्वास गरौँ। यसले हाम्रो मनलाई सधैँ शान्त राख्छ र हरेक पाइलामा परमेश्वरको अगुवाई महसुस गराउँछौँ। आजको लागि यति नै। आशा छ यो सन्देशले तपाईलाई केही नयाँ सोच दियो होला। तपाईलाई कस्तो लाग्यो कमेन्टमा पक्कै लेख्नु होला। अर्को भिडियोमा फेरि भेटौँला। त्यतिजेलसम्म परमेश्वरले तपाईलाई सबै आशिष दिउन्। जय मसीह की।
कति तपाईं नै धन्यवाद। कृपया हाम्रो च्यानल लाइक, शेयर र सब्स्क्राइब गर्नुहोला र अपडेट्सको लागि बेल आइकन दबाउन नबिर्सनुहोला।